Hello and namaste everyone. Hope you guys are fine. म पनि एकदम टप क्लास छु. लङ टाइम नो सी. अब यस्तै नै लङ टाइममा मात्र म एकदम ब्याक भइरहेको छु. त्यस्तै भइरहेको थियो. अब ब्लग स्लग बनाउनलाई पनि अब भनौँ न टाइम पनि मिलेको थिएन, केही पनि मिलेको थिएन हैन. अब त्यसरी नै जिन्दगी चलिरहेको थियो. अब टक्क आज चाहिँ अब मेरो कलेजबाट पनि बाहिर जुतिर घुम्न लिएर जान लाग्यो. अनि त्यो भएर चाहिँ मैले टक्क भ्लगै बनाउँछु आज. एउटा सानो यसो ठिक्क खालको भ्लग भनेर म गएर आज यस्तो अक्वार्ड लागिरहेको कि त्यो यो क्यामेरामा यस्तो मान्छेहरूले हेरिरहेको होइन. त्यो बानी नै हराइसक्यो क्या, बोल्ने बानी पनि हराइसक्यो होइन. अब म चाहिँ स्टेसन जाँदैछु. यहाँबाट लगभग 1 मिनट त्यहाँ पारिपट्टि हो स्टेसन चाहिँ मेरो, रोड पारि. अब त्यहाँ स्टेसन पुगौँ, त्यहाँ मेरो साथी नै आउँदैछ. उसलाई त्यहाँबाट पिक गरेर अनि त्यहाँबाट सिधै उता आज जू जानु खोजेको चाहिँ जू हो. अब हेरौँ के कसो हुन्छ. आज सानोतिनो छोटो मिठो खालको मात्र हुन्छ होइन, त्यस्तो खत्रै नि हुँदैन. सिनेमेटिक टाइपको त्यस्तोहरू पनि खासै त्यति गर्दिनँ होला. मसँग अहिले ल्यापटप नभए भएर मैले एडिट गर्न मिल्दैन. यो क्यापकटबाट एडिट गर्ने हो, त्यही भएर हल्का अलिकति गाह्रै छ. सो अब एकछिन भेटौँला त्यहाँ अगाडि गएर. गाइजहरू आइसकेका रहेछन् आउन चाहिँ, तर कहाँनिर छन् भन्ने कुरो हो. प्लाटफर्म नम्बर 1 वेनो. ला उयो कहाँ छ त यिनीहरू भने. प्लाटफर्म नम्बर 1 त यही हो त. अनि यिनीहरूले मलाई मेरै छिमेकी स्टेसनमा पनि झुलाइदिनु खोज्यो है कि आज जस्तो लाग्यो है. पापड बनाउँछ जस्तो छ. मलाई कस्तो लागेको छ भोटेहरूले हेरेर देख्दाखेरि. आफै यस्तो अक्वार्ड सिचुएसन भइरहेको है. छैन कहाँ चाहिँ छ त भने. उहाँ रहेछ लास्टमा यस्तो पछाडि रहेछ त. अनि पाकड बनाउने रहेछ त. अनि लास्टमा बसेर फाइनली अब मान्छे त टु मच छ त. अनि यहाँ त गाइजहरू 100जना उता छन् होइन. अब मलाई त्यहाँ भ्लग गर्न अलिकति अगाडि लाग्छ. म अब उतै पुगेर भ्लग गर्छु होइन. त्यति बेरसम्मको लागि हामी बिदा लिन्छौँ. पुगिसक्यौँ. कहाँ नुडल बाल नुडल बाल आज मेरो भ्लगको ऊ हो नि, थम्बनेल हो नि तिमी. अहिले उता आएर फाइनली हाम्रो चाहिँ ट्रेन आइसकेको छ. हामी चाहिँ अहिले ततिर म टक्क ट्रेनमा चढ्ने स्थितिमा छ. तर लास्टमा छौँ चाहिँ. अब यो ट्रेनमा भोटेहरू बोल्न दिँदैन. एकछिनमा भेटौँला. उता झरेपछि नै भेटिन्छ होला सायद. फाइनली गाइज हामी आइसक्यौँ. अब चाहिँ टक्क हामी चाहिँ आयौँ. अब यहाँबाट माथि बाटै छैन अरू त. अनि कहाँ यहाँ माथि हो. अब
उएनो स्टेसन चाहिँ आइपुग्यौँ टक्क पारामा होइन। अब यहाँबाट चाहिँ कहाँ हो अब मलाई पनि थाहा छैन, टमीको भरमा हो। ओ टमी कहाँ हो बाटो हेर त, टिकट लिएर पुलै हानिहाल्नु पर्छ। आज मेरो प्लान चाहिँ कस्तो भने मैले टमीको बिछडेको परिवार, उसको बिछडेको परिवारहरू भेटाउने आज म त्यही भएर लिएर आएको। एकदम राउरी आफै मारेको छ नि, अनि यो फोटोले त अनुहारले त मारेको छ, भड्ड्युले त मारेको छ। अनि च्याट्ट पारामा कता हो यता नि बाटो, यता नि बाटो। ल हुन्छ, बाई बाई। पाइ धेरै फाइनली हामी चाहिँ ट्याक्क आइपुग्यौँ। ओइ त्यहाँ त कस्तो दामी देखिँदो रहेछ है। अगाडि पक्रा त्यो त बाटै छैन त अनि। सो हामी चाहिँ ट्याक्क आइपुग्यौँ होइन। अब ट्याक्क गएर गाइजहरूलाई भेट्न पाइन्छ। जाडो छ मौसम पनि एकदम पारामा। यहाँ अब इयरपड नलाइकन साउन्डको क्वालिटी पनि सुन्छ होला होइन। म इयरपड लाउँछु अनि फेरि भेट्छु। अहिले चाहिँ हामी ट्याक्क उयो स्टेसन होइन। लास्ट बिजी नै जस्तो हुन्छ हो हामी त। अब उता खासै त्यति साह्रो बिजी यत्तिको मान्छे हुँदैन नि त। यहाँ त लास्टै बिजी हुन्छ क्या मान्छेहरू पनि, भनौँ न अति नै क्या, टु मच। अब योभन्दा त अब सिन्जुकीहरूतिर त अब योभन्दा त अझ खत्रै हुन्छ कि। तैपनि कहाँ छ गाइजहरू? पारस होइन त्यो तिमी लम्बु भन्दा झाबाट यो हो र त्यो पारस होइन, त्यो पारस होइन, पारसको भुत हो, पारसको भुत। पारसलाई भेट्दा थिएँ नि, पारसले चाहिँ मलाई खोजेको थियो। म चाहिँ उसलाई देखिसकेर लम्बु भएर उ चाहिँ म चाहिँ कहाँ हो तिमीहरू? कस्तो दामी मिन्स त कस्तो दामी छ यहाँको। त्यो ब्यागै छ अरे देख्यौ र। अनि अहिले मलाई देख्या भन्थ्यो त। अनि सुड्डी पारस होइन त्यो, तर तिम्रो प्रोफाइलको नजिक आइसक्यो त। म त गाइजहरूले खोजे बनाइदियो। यो होइन अब म्याप हेर्ने नि उस्तै, खोज्ने नि उस्तै। यहीँ हो क्या, यहीँ दारो। Look at this view guys, सिनरी। उहाँ हो गाइजहरू। फाइनली हाम्रो टोलीहरू भेट भयो उहाँ। अब यहाँ नेपाली पुरै आएको छ त, नेपाली छ सबै। अब नेपालीले जता नि फोटो त्यो त मसँग पढे साथी जस्तो लाग्यो। सो फाइनली हाम्रो गाइजहरूको फेस रिभिल हुँदैछ यहाँ। नमस्ते। हाम्रो आजको गाइड सुरज अनि हाम्रो दोस्त के छ टमी र म। आजको हामी अहिलेकोलाई हामी 5 जना भएको छौँ। तर अरूलाई पनि भेट्छौँ अनि त्यसपछि फेरि भ्लग सुरु गर्छौँ। अहिलेकोलाई चाहिँ एकछिनकोलाई म बिदा माग्छु। थ्याङ्क यू। सो फाइनली गाइज हामी चाहिँ अहिले ऊभित्र चाहिँ आइसक्यौँ, जूभित्र चाहिँ। तर कस्तो वेल म्यानेजडवाला छ क्या होइन। त्यो पनि तिनै दामी छ क्या। हाम्रो यहाँ केटाहरू चाहिँ टक्क फोटोग्राफी हान्दैछन्। यो त हर्नबिल हो क्या चरा।
एकदम दामी छ क्या एकदम। अब यहाँको चाहिँ यो जूको चाहिँ सबैभन्दा खतरा भनेको चाहिँ के अरे पान्डा के कुन चाहिँ के पान्डा भन्थ्यो मलाई नाम चाहिँ थाहा छैन होइन। त्यो पान्डा चाहिँ एकदम रियर पान्डा चाहिँ यहाँ मात्र छ भनेर भन्थ्यो। ओ यहाँ त अनि सुँगुर पनि रहेछ, केही पनि छैन। ओ यो के हो यो च्यास परेको सुँगुर यहाँ यो सायदै जङ्गली सुँगुरै होला सायद। खासै त्यति क्वालिटी चाहिँ छैन, त्यही नै हो। सट्ट अब म उता पान्डाहरूको अलिक राम्रो राम्रो मात्र देखाउँछु, न त अरू चाहिँ खासै मबाट देखाउँदैन पनि देखिँदैन पनि होइन। सबैले जनावर सबै देखाइ हुन्छ, त्यस्तै नै हो मैले भन्ने। खापुङखा पान्डा, दिस इज माई फर्स्ट एभर एक्सपिरियन्स होइन पान्डा हेर्नुको लागि चाहिँ। तर अहिलेसम्म चाहिँ पान्डा चाहिँ देखेको छैन मैले। पान्डा, वेयर इज द पान्डा इज द, ओ या देयर इज द पान्डा। गयो एकदम उता पान्डा। यसको लागि चाहिँ बवालै फेमस है यो यहाँको चाहिँ। देख्दै देख्दैन व्हाइट पान्डा। म त अलिक अर्कै रियरवाला ब्रिड होला सोचेको थिएँ, तर होइन रहेछ। पान्डाको बस्ने ठाउँ, पान्डाको जक्सन। यो चाहिँ पान्डाको जक्सन टक्क होइन। यो पान्डाको खेल्ने ठाउँ, यो पान्डाको घर, उता चाहिँ जक्सन। यो पान्डा चाहिँ अहिले यसो चिलाइरह व्यापक पारामा। अब यहाँ योभन्दा ठुलोले बोल्न नि हुँदैन। यहाँको मान्छेहरू नै पुरा साइलेन्टमा भइरह, त्यही भएर अब अर्को जनावरतिर देख्नु छ। एकदम यो त स्क्याम हो नि त यार। घोडा भनेर यहाँ नि गदा राख्नु त भएन नि यार। वाट द हेक। यो त अनि कुन एङ्गलबाट घोडा छ यार। यो त नेपालतिर इन्डियामा त्यो अलिकति रोडतिर हिँड्ने ऊ जस्तो छ त गदा छ है। इन्डियातिर हुन्छ नि त्यो रोडमा क्या, त्यस्तो गदा जस्तो छ यार। तर यो त घोडा त होइन नि। सानो घोडा रहेछ, ठुलो घोडा हेर्नु गदा जस्तो छ है घोडा पनि। तर यहाँको यो कागहरू चरा कराउँदा कस्तो होइन। बिहान 6 बजी 7 बजीतिर चाहिँ टक्क आउँदाखेरि चाहिँ मजा आउँछ होला है, खुल्ने भयो है। तर घोडाको चित्त बुझेन यार। घोडा त घोडाले त यहाँ त घाइते बनाएको बोका जस्तो। यो के अरे यो हामीले मासु खान्छ नि, उति हेर न, अस्ट्रेलियन हो के अरे। यसको नाम मैले बिर्सेँ, के अरे पल्लो त बोको छ म्याप, के अरे मैले नामै बिर्सेँ यार यसको। फाइनल गाइज हाम्रो चाहिँ अहिले म्याप हेरेको हामी एकदम गलत ठाउँमा रहेछौँ। अब अहिले जसरी आएको त्यसरी नै बाटो लाउने भन्ने कुरो भइरहेको। अब हामी फाइनली द वेट इज ओभर होइन। हाम्रो अब ओर्थिट, हाम्रो जूको एकदम ओर्थिट हुन्छ जस्तो हामीले एकदम हाम्रो अब जूको यात्राको एकदम ओर्थिट हुन्छ भन्ने मैले सोचिसकेको छु। किनकि हाम्रो अब बाघ हेरेर जाँदैछौँ। स्टे ट्युन, छिटै बाघ साग देखाउँछु म। सो गाइज फाइनली मेरो मिर्चु चाहिँ भेटेँ होइन। तर यतिको दुब्लो चाहिँ म जस्तै रहेछ, बाघ नि दुब्लो है, दुब्लै यो खाना दिँदैन के हो यार। तर क्या एक्टिभ छ है। तर मजा आएन बाघ बाहिर झाड्यो भने यहाँ हड्डी गन्ध छ। लास्टै खाने नदिएको छ। बिरामी छ
केही छैन ब्याग पनि हेऱ्यो मिसन कम्प्लिट भयो हाम्रो चाहिँ सो फाइनली पोलार बियर इज हियर अति नै दामी फर्स्ट एक्सपिरियन्स अति दामी ठाउँ पनि कस्तो त्यो एन्टार्क्टिकाको जस्तै टाइपको छ क्या होइन सट्ट पारामा होइन सो फाइनली हामी चाहिँ सबै हेरेर लगभग हिँड्दा आइपुग्यो अब भ्लग चाहिँ पहिला जस्तो क्वालिटीवाला त छैन त्यो थाहा छ तै पनि अब त्यसमै कम्प्रोमाइज गरेर हामीले हेर्नुपर्ने हुन्छ सो हामी चाहिँ अब यसो एकछिन रेस्ट गर्दैछौँ अब आज बबाल हिँड्यो क्या अति हिँड्यो नहिँडेको हिँडै गऱ्यो सो अहिलेको लागि यति नै गरौँ नेक्स्ट भ्लगमा छिटै भेटिउँला त्यति बेलसम्मको लागि बाई जय नेपाल